अर्ग्यानिक जुस बिहान बिहानै थम्स अप। यो के हो थाहा छ साथीभाइहरू, यो चाहिँ नि सेन्सर होला है तिर। एउटा अलिकति सानो खालको एउटा धारिलो चाकु हो। धेरैले सब्सक्राइब गर्नुभएको छैन, एकदम सब्सक्राइब गर्नुहोस्। म त कसम भनेको यही छुरी ल्याइकन यस्तो गरेर म घोषिदिन्छु सबैलाई। कोसँग छ एस ऱ्याङ्क प्लिज सपोर्ट। सो लेडिज एन्ड जेन्टलमेन, यो सिङ्गल छ, यसलाई तपाईँहरूलाई फ्रीमा फुल दिन्छ अरे, साथमा टमाटर पनि तपाईँहरूलाई फ्रीमा गिफ्ट उपहार। आउनुहोस्। लिम्बुनी हो भने सुँगुर बुङ्गुर जे चाहियो लप चाहिँ पर्नु पर्यो अरे, फुल दिने अरे। ल भ्यालेन्टाइनको लागि गिफ्ट। यो मेरो फिट हो। म एकछिन त म फिट देखाइदिइहाल्छु नि। ब्लग्स जसमा पनि त अलि झन् बिहानको 5 बजिरहेछ। अनि आजको नयाँ ब्लग चाहिँ फेरि साइक्लिङै हुन्छ। धरानदेखि केराबारीसम्म साइकलमा जाने भनेको दाइ र म। सो छिटो रेडी भएर छिटो झरिहाल्नु पर्ने हुन्छ म। सो त्यो भएर रेडी हो म। मर्निङ भर्खर उठेको छ। गुड मर्निङ है। मेरो माछाको साथीहरू भन्छ ट्याक्कसँगले अब रेडी हुन्छु। सुमन त लाग्दिनुपर्छ। अहिले तपाईँहरूलाई अहिले भेट्छौँ। सुमन लुगाहरू लगाइहाल्छु जम्मा। रुम काँडा त रहेछ देख्न सक्नुहुन्छ। यस्तै छ अहिले। इट्स ओके। सो गाइजहरू, म चाहिँ हल्का फुल्का रेडी भइसकेको छु। अब ट्याक्क यहाँनिर जुत्ता लाउनु पर्ने हुन्छ, किनभने साइक्लिङ गर्दाखेरि जुत्ता लाउनु अनिवार्य छ। अब साइक्लिङ गर्नु त गर्नु, तर सुरुमा सबैभन्दा सुरुमा चाहिँ साइकललाई बाइकको घरसम्म ल्याउनु पर्ने हुन्छ। बाइकको घर चाहिँ तल बर्खा थियो है, त्यही भएर हामी सुरुमा तलसम्म झर्छौँ, त्यहाँदेखि साइकल लिन्छौँ, अनि मतिर उता बाटोतर्फ लाग्छौँ। आज पहिलोचोटि होला यसरी सुतेर आइपुगेको थिएन। फेरि घुम्नु गर्न भन्दा त भने सुतेपछि त यहाँ गर्छु ओल्लाएर मालो पनि थाप्नु पर्यो। मान्छे डाक्टरसँग यहाँ ऐना हेर्दै थिएँ। सोधेन चेक गर्नु पऱ्यो नि त, टाउकोदेखि खुट्टासम्म। आज कटो लाग्यो किनभने अस्ति पेन लाउँदाखेरि अलिकति मैले झाक्नु हो कि सृष्टिको एयरपोर्ट कानमा ठुस्ने गीत सुन्थेँ लाग्थ्यो। सबैभन्दा सुरुमा पानी खानु इम्पोर्टेन्ट। ओके, अलरेडी भइसकेको छु ट्याक्कसँगले होइन। अब ट्याक्कसँग लाग्छु नि।
चाहिँ मेरो कोको मोटे छ। A few moments later. यस लेडिज एन्ड जेन्टलमेन, म चाहिँ ट्याक्क समय दाइको घर आइसकेको छु भने प्यारो ग्याचीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ दाइको रुमको हालत के हो यस्तो, के हो यस्तो रुमको हालत चाहिँ के हो यस्तो अहिले हेर्दैछु। ए सबै कपहरू तैँले पो ल्याएको ए होइन, यसकै पो रहेछ सबै। ट्याक्क देख्न सक्नुहुन्छ गाइजहरू, रुमको हालत देखिहाल्नु तपाईँहरूले। यस्तो हुन्छ गाइजहरू होइन, मेरो प्यारो ग्याचीहरू छोरा मान्छेको रुमहरू यस्तै हुन्छ भने म चाहिँ मुख पनि धुनु पर्ने छ यार। बोलिरहेछ भटपट्टि, त्यही भएर मुख राइट होइन मुखहरू धुइसकेँ। अनि हाम्रो राइटको साइकल चाहिँ यो लिएर हो होइन। ट्याक्क मैले अस्तिको ब्लगमा कुदाएको साइकल चाहिँ यो हो पनि, अब यो पनि छ नयाँ ब्रान्ड न्यू। कसैलाई किन्नु छ भने ट्याक्क सम्पर्क गर्नु होला। तपाईँहरूलाई यो आउने चाहिँ खासमा 10,000 तपाईँहरूले मिलाएर म 9,000सम्म दिइ पठाउँछु। त्यो पनि छैन होइन, सबै नयाँ छ, देख्नु सक्नुहुन्छ। सिट पनि ब्रान्ड न्यू नै छ होइन। यो सिट चाहिँ खासमा यो साइकलको हेर्दा तपाईँहरूलाई कति फाइदा दिएको छु मैले। यो साइकलको नयाँ साइकलको सिट एकैचोटि पुरानो साइकलमा हालिदिइरहेको छु भने त्यसको गियर सियर सबै वर्किङ छ। त्यसको गियरहरू सबै वर्किङ छ, सिटहरू एडजस्टेबल हुन्छ भने, डिस्क ब्रेक छ, गियर साइड साइकल भन्ने एभरेस्ट पहिलाको पुरानो सबै छैन। पुरानो साइकल हो, सबैभन्दा लामो चल्ने टिकाउ र स्ट्रङवाला साइकल हो भने यो। जसले पनि किन्नु चाहनुहुन्छ मलाई सम्पर्क गर्नु होला, म ट्याक्क 9,000 दिइ पठाउँछु। यो पनि ट्याक्क रेडी भइसकेको छ। यहाँ एन्टिलाइट कत्रो परेको मेरो प्यारो ग्याचीहरू, तपाईँहरूलाई यसको रुमहरू चित्त बुझेन होला। म फेरि घुमी देखाइदिन्छु। ट्याक्क यहाँ देख्न सक्नुभयो तपाईँहरूले। ट्याक्क यहाँ पिसी सेटअप पनि जोडिसकेको रहेछ भने यसको बेड, यसको यो साइकलको हेलमेट चाहिँ यहाँ रहेछ। कोटहरू बुढोपाका जस्तै होइन। अनि ट्याक्क यहाँ छु म एकैचोटमा ट्याक्क मुखसुख धोएर म आइसकेको छु। सानो ब्याग बोक्दा भइहाल्छ त्यसले। सानो ब्याग बोक्नु नि, सानो ब्याग। यो डेस्कटप के चल्छ? अस्तिर चाप्नु थाल्यो फेरि। अब आज चाहिँ हामी ट्याक्कसँगलाई केराबारी जान्छौँ। केराबारी जाने बाटो हो यो। यहाँ चाहिँ के हो, यहाँ मूर्ति सुर्ति यहाँ पछाडि भ्लग गर्दै आउँदैछु नि। ट्याक्क एन्टिलाइट पनि परिरहेको रहेछ ठिक्कसँगले होइन। आयो यमराज आउँदैछ अगाडिबाट, अब उडाउँछ। आमा हिरो जस्तै आउँदैछ। अब यो बाटो धुलो चाहिँ एकछिन भए पनि हल्का फुल्का धुलो खानै पर्ने हुन्छ हामीले, अलिअलि भए पनि। टक्क पुसप फ्रीमा अनुहारभरि पाउडर यसरी। अब क्यामेरामा त केही पनि धुलो सुलो केही देखिँदैन होइन। हामीले यहाँ कस्तै देखिरहेको छौँ। हाम्रो बिहानीको शुभ बिहानीको घाम यस्तो हुन्छ भने छ्याक्कसँगले छ्याटार भन्ने हाम्रो गाउँ बाइकको तर्फबाट के गर्दै गर ए थुक्का एयरपोर्ट लगाइकन पो भ्लग गरिदिउँ कि के हो? ओ सिट ब्रेक पनि टाइमिङमा लाग्दैन रहेछ यो साइकलको। टाढोबाट हान्नु पर्ने रहेछ हामीले। जोस बाटो चाल्नु परेको छैन, त्यसमै खुसी छु। तर तपाईँले आवाज सुन्नु सक्नुहुन्छ, साइकलको गियर पनि ठ्याङ्ठ्याङ बजेको अवस्था छ यहाँ हो।
के गर्नु तपाईँहरूको लागि एउटा हात छोडी छोडी भनेर भ्लग बनाउनु पर्ने हुन्छ मैले चाक्दुखेर धुलो त्यस्तै धुलो धेरै खाइयो आज बिहान बिहानै पछाडिबाट अर्को यामरा चलाउँदैछ छिटो हिँड्दा धुलो उडाउँछ फेरि त्यसले पनि भाग्नु पर्ने हुन्छ हामी पछाडि यामरा चलाउँदैछ ल त त त र र त त र त त र र त त हामी कहाँ जाँदैछौँ जङ्गल खाडीतिर जङ्गल खोला नदीको कसम कसम कति कसम खान्छ कसम 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 अगाडि अर्को आउँदै हुनुहुन्छ है अगाडि पुगेर फर्किसक्नुभयो त चाहिँ कहिले पुग्छस् धुम 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 5 को ट्रेलर यहाँ हुँदैछ हल्का गियर खस्नु पर्छ होला यसरी खस्नु धुम 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 क्रिस क्रिस धुम र क्रिस सबै मिक्स भइसक्यो है बुम 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 धुम 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 बेटा तुमसे ना हो पाएगा यो जङ्गलमा कहाँ आयौँ आयौँ ओके न गाइसहरू हामी अहिले कुदाउँदैछौँ साइकल होन्डा यसको राजा आउँदैछ अरे पछाडिबाट राजाले बजाउँछ बाजा ओके होइन को त यहाँ आयो त ए को होइन रहेछ ल यो त पुल कटिन्जेलसँग पख माया धरानी रुपेश दाइ नै हो म्यागी भिड्नु भयो म्यागी भिड्नु भयो उता पर केराबारी केराबारी किन साइकलमा थाहा छैन बौलिङ होला यसले हेलो होइन खुट्टा ढोक्छ यहाँ को आयो भने चाहिँ होइन रहेछ अनि विन्टर भ्याकेसन हुँदैछ नि त भोलिबाट स्कुल लाग्छ त्यहाँ बस टेढेकै भयो तपाईँ अरे अङ्कललाई नमस्ते गर्दै यता खुट्टा ढोक्यो न तपाईँको अलिक संस्कार सिकाउनु है मैले त देखिनँ पनि यसले पो चिनिरहेको होइन रुपेश दाइ भन्दै टुरिस्ट हामी टुरिस्ट हजुर हाम्रो मामा त नि झर्नु भएन त लु यतिको गार्ड कसलाई कोसँग छ एस र्याङ्क प्लिज सपोर्ट मी गाइस ल सफल मोहम्मद अली माइक टाइसन खबिब केटाहरू मजाले छ ल भएन हातमा लडिन्छ त ह्यान्डलमा लाउनु नि ह्यान्डलमा त्यस्तो हामी महँगो सामान छैन क्या हामीसँग फोनमा पनि सबै भिडियोमा त हावाइ मात्रै धेरै गयो माइक छैन नि त
तर हाम्रो आवाज ठुलो छ इका भो सो ग्याचीहरू तपाईँहरू देख्नु सक्नुहुन्छ हाम्रो केराबारीको पुल यही हो भने यो चाहिँ हाम्रो लोकल मुस्ताङ अलिकति त्यहाँको पहाडहरूमा चाहिँ अलिकति हरियो करियो पलाएछ कि नत्र त सबै सुखाइ थियो Stop it. Get some help. यो चाहिँ मुस्ताङबाट माथि हिउँबाट पानी झरेको हो सगरमाथा भन्न पानी पनि सफा कुन उता होइन र लाफाङ्गे होटेल हो त्यस्तो पानी सफा पानी बुम बुम सफा छ नि ए ठिकै रहेछ त पानी चिसो चिसो हावा चले यता पौडी चाहिँ पौडी खेल्छ होला खै गीत खै रोमान्टिक गीत त्यतिखेर बस्नु पर्ने जहिले तेरे नाम चाहिँ किन क्या ए किरण किरण ल त युट्युबर जस्तो म क्यामेराम्यान हुन्छु ल वेलकम ब्याक च्याट भनेर कभी खुशी कभी गम Oh my god! Wow! यस्तो छ हैन ढुङ्गाको बाटोहरू यस्तो भएको कारणले जाँदैछौँ अहिले हामी कहाँ आइपुग्यौँ त्यो पनि थाहा छैन कुन चाहिँ गाउँ तर जहाँबाट गए पनि ऊ परको पिच निक्लिन्छ त मलाई ग्यारेन्टी थाहा छ अब यहाँदेखि फेरि साइकलमा चढ्नु पर्ने हुन्छ हामी लेट्स गो हामी साइकलमा चढिसकेको छौँ तपाईँहरूले भ्यूहरू देख्न सक्नुहुन्छ यस्तो छ ओइ कता उता गएको यता यस्तो छ फाफरबारी ठ्याक्क हाम्रो अगाडि अर्को पनि साइकल देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ ट्याक्क 1 लाख खालको साइकल हो धेरै नै महँगोवाला ग्याङहरू ग्याङमा फाउ फाउ भन्दै आउँछ फेरि गर्दै आयो भने के गर्ने ग्याङहरू कुन गाउँमा चाबल खतरा गर्दैछौँ कार्पेन्टरको कमी छैन त्यस गाउँघरमा ए थाहा छैन कहाँ बाइक त्यस्तो भन्छ भक्कै भन्छ न्यू कमर्स होला नि त साइडमा बसौँ है धुलो खाइन्छ धुलो देख्नु सक्नुहुन्छ ग्याचीहरू हो
यस्तै छ, धुलो खाँदै हिँडिराख्नु परेको अवस्था छ यहाँ। नेपालको बाटो करेसाबारी देख्न सक्नुहुन्छ। अर्को पनि आयो फेरि के बाटो आएको आयो पछाडिबाट अर्को पनि धुलो उडाउँदै। आयो आयो गासे त पाउनु अर्को पनि आयो फेरि। के हो यस्तो आज फ्रीमा धुलो मारो पुलिस। जुल अब बिस्तारै। ओके लेडिज एन्ड जेन्टलमेन, हामी टक्क धुलो खायौँ। सेता पाउडर मैले भन्दा बेसी त यसले खायो। खिचेर भागिहाल्नु पर्छ। करेसाबारी ओके धेरै हाम्रो यही छ, पहाड यही छ, नदी नाला खोला जङ्गल हरियाली यी सम्पूर्णले भरिपूर्ण भएको हाम्रो नेपाल। प्लिज डु कम एन्ड टेक मी विथ यु। बाहिर गएर भाडा माझ्ने भए पनि काम दिँदा हुन्छ यसलाई। मलाई यहाँ वक्क भइसक्यो, यहाँ हरियाली नदी नाला मात्र छ, पैसा छैन। फाइनली गाइस मेरो प्यारो शान्ति भन्छु के हो भनेर ए प्यारो ग्याचीहरू हामी यहाँ आन्टीको माइसकेको छौँ। चाक दुखेर बल्ल बल्ल हाम्रो आन्टी यहाँ हुन्थ्यो, टक्क भाडा माझ्दै हुन्थेछ। यो आन्टीको साथीहरू यहाँ रहेछ यति। यसको ला त्यही भएर स्याड भएर बसिरहेको रहेछ नि त। ए बिरामी चाहिँ हो यहाँ चाहिँ को सुत्ने तेरो लागि हो चाहिँ हेर त। सुँगुर पनि ठुल्ठुलो भइसकेको फाइट खेल्छस् थुत्न मान्दिम टोक्छ नि यस्तो फाइट खेल्ने अरे यता नि पो खोज्छ त। लु ए उहाँ होइन र ए म त के दाजु म त चल्छ। नमस्ते बाजे। अर्ग्यानिक जुस बिहान थम्स अप। यो के हो थाहा छ साथीभाइहरू, यो चाहिँ नि सेन्सर होला है तेरो एउटा अलिकति सानो खालको एउटा धारिलो चाकु हो। धेरैले सब्सक्राइब गर्नुभएको छैन, एकदम सब्सक्राइब गर्नुहोस्। म त कसम भनेको यही छुरी ल्याइकन यस्तो गरेर म घोषिदिन्छु सबैलाई। यस्तो गरेर बच्चा छिल्नु खोजेको छिराउनु खोजेको मैले भाँचिएछ। सो लेडिज एन्ड जेन्टलमेन, यो सिङ्गल छ, यसलाई तपाईँहरूलाई फ्रीमा फुल दिन्छ अरे, साथमा टमाटर पनि तपाईँहरूलाई फ्रीमा गिफ्ट उपहार। आउनुहोस्। सुँगुर छ, लिम्बुनी हो भने सुँगुर, बुङ्गुर जे चाहियो लप चाहिँ पर्नु पर्यो अरे, फुल दिने अरे। ल भ्यालेन्टाइनको लागि गिफ्ट। यो मेरो फिट हो। म एकछिन त म फिट देखाइदिइहाल्छु नि।
वाह मुक्का हान्दे हान्नु परेन हान्दे यहाँ ल कसरी अगाडि हिँड्छ यो होइन हिँड्ने ओके हिँड्दैछ खेल्दैछु म कता यता बाइक कसरी पो झार्छ कन्ट्रोल प्लस सी झरेन चिट हालौँ न चिट पहिला आएको PANZER पेन्जर चिट एक्टिभेट अब ट्याकको यहाँ जाने हो अनि ट्याक्क तोडफोड हान्ने हो अब यस्तो गरेर कसरी पो खेल्नु हो ट्याक यसलाई यता घुम भाइ यति छ हट दादाको ठाउँबाट हट तँलाई पनि हानिदिउँ ल मर्दैन त अरे मर्दैनस् अरे मर्दैन त के हुने खोजेको अबे यसलाई त म यसको गाडी साडी ब्याक गाडी आयो ओ नो ला मारिदियो मारिदियो मलाई चिटहरू के थियो यसको पहिलाको सबै बिर्छ वेट्स मलाई चिटहरू थाहा भएन के पनि सो लेडिज एन्ड जेन्टलमेन हाम्रो ब्लग चाहिँ अब आजको लागि यति नै किन धेरै नै लामो भइसक्यो सी यू गाइज इन नेक्स्ट भिडियो टिल देन किप वाचिङ टु सब्सक्राइब एन्ड हिट द बेल आइकन अप किनकि त्यस्तै ब्लगहरू फेरि तपाईँलाई हेर्नु मन छ भने फेरि ट्यागको सँगले नोटिफिकेसन आइहाल्यो सुरुमा तपाईँहरू हेर्नु पाउनुहुन्छ इन्टरटेनमेन्ट रमाइलो ट्याग सबै जग्गा अनि यस्तो जिटिएको भिडियोहरू हान्नु परेन त सो गाइज यही भन्दै म बिदा माग्छु बाई बाई हेभ अ ग्रेट डे